सल्लाह लिएर हालसम्म गरेका कामहरूमा कहीँ त्रुटि कमी कमजोरी मानवबढी हुन सक्छ। त्यसमा कहीँ केही छ कि आगामी दिनमा यसलाई कसरी लान सकिन्छ, अझै तिलोत्तमा 5 को उचाइ उत्तरोत्तर उन्नति प्रगति कसरी अगाडि बढाउन सकिन्छ भन्ने हेतुले आयोजित यो सार्वजनिक सुनवाई साथै अहिलेसम्मका हालसम्मका गतिविधि प्रगति विवरण सम्बन्धी कार्यक्रममा हाम्रो निमन्त्रणा स्वीकारेर आउनुभएका यसै तिलोत्तमा वडा नम्बर 5 मा अघिल्लो कार्यकालमा हाम्रा जनप्रतिनिधिहरू, टोल विकास समितिका सदस्यज्यूहरू, अध्यक्ष तथा प्रतिनिधिज्यूहरू, त्यसैगरी पार्टीका विभिन्न पार्टीका प्रतिनिधिज्यूहरू लगायत स्वास्थ्य केन्द्रका प्रमुख लगायत मञ्चमा आसीन सम्पूर्ण अग्रज व्यक्तित्वहरू लगायत पत्रकार मित्रहरू, प्रहरीज्यूहरू लगायत उपस्थित जसले तिलोत्तमा वडा नम्बर 5 लाई माया गरेर केही सकारात्मक राय सल्लाह सुझाव कसरी समाजलाई एउटा दृष्टान्त दिन सकिन्छ, कसरी समाजलाई अग्रगामी दिशामा लान सकिन्छ भनेर आफ्नो सुझाव राय सल्लाह मेरा प्यारा भाइ बहिनीहरू र मेरा अग्रज बेलिजलाई सम्मान गर्नुपर्छ। सम्पूर्णमा मैले जय तिलोत्तमा अभिवादन गर्ने स्वीकार गर्छु। जय तिलोत्तमा, नमस्कार। कार्यक्रम 50,000 को कार्यक्रम मैले कुरा जानकारी गर्न चाहन्छु। त्यसैगरी हामीले बालबच्चालाई नै हाम्रा अहिलेका साझेदार र भविष्यका कर्णधारहरू हुनुहुन्छ भनेर बालमैत्री अन्तर्गत गरेका कार्यक्रम केही छोटो कार्यक्रम छ, म जानकारी गराउन चाहन्छु। 7वटा समर्पित हाजिर जवाब प्रतियोगिता सम्पन्न गरिएको छ। प्रश्न अनुगमन गरेका छौँ। त्यसमा श्रुतिजन्य गुणका पदार्थहरू, अखाद्य चिजहरू के गर्न पनि गराएका छौँ र हामीले जानकारी गराएका छौँ। गर्भवती र रहेछ यो पनि एउटा कार्यक्रम सञ्चालन गरेर बच्चा बच्चीसँग जनप्रति बसेर के छ, कुन टिचर यो चाहिँ तपाईँले सुधार्नु पर्यो, यो सुरु यहाँ चाहिँ भौतिक पुरानो यो कमी छ, यस्तो दुःख छ, यस्तो पङ्खा छैन, हरेक कुराहरू हामी चाहिँ यो चाहिँ स्कुलहरूमा गरी पुनर्गठन गरिएको छ। अध्ययन अवलोकन भ्रमण पनि बच्चा बच्चीले राखेका छौँ। वडा बाल सञ्जालको आयोजनमा ट्राफिक नियम सम्बन्धी ट्राफिक अघि नै पनि कुरा आएको थियो। यो सुरक्षित यात्रा कसरी गर्न सकिन्छ, कसरी बाटो क्रस गर्न सकिन्छ, कसरी के कुराहरू पालना गर्नुपर्छ, त्यो बच्चैदेखि स्कुलकै करिब भने बल्ल बुझ्दैन सिक्दैन भन्दा पनि यिनै कार्यक्रमहरू आयोजना गरेर हामीले कार्यक्रमहरू गरिरहेको छौँ कि बच्चैदेखि ठुलो भएर आइसकेकालाई सिकाउन अलिकति गाह्रो हुन्छ भनेर सत्यमा कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। वडा बाल सम्मेलन सञ्जाल र फुटसल प्रतियोगिता पनि हामीले गरायौँ। त्यसै गरी साइबर क्राइम तथा ट्राफिक सञ्चालनमा फेरि पनि गरायौँ। साइबर क्राइम बच्चा बच्चीहरू बढी अहिले मोबाइलहरूमा भुल्ने, जहाँ युवा अवस्थाका बढीहरू हुने, त्यहाँबाट क्राइमहरू हुनसक्छ। धेरै कुराहरू नेगेटिभ कुराहरूमा लाग्न सक्नुहुन्छ। यी कुराहरूको सचेतना गराउनुपर्छ। अहिलेको 21औं शताब्दीमा प्रविधिकै जमाना छ, त्यही भएर त्यहाँ कहाँनिर बच्चा बच्ची चिप्लिन सक्छन्, कहाँनिर गलत लाइनमा जान सक्छन्, त्यो कुरा सिकाउनको निम्ति हामीले त्यो प्रशिक्षणहरू पनि हामी सञ्चालन गरेका छौँ। बाल अधिकार, आफ्नो अधिकार कहाँ कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि त्यो छलफल हामीले सञ्चालन गरेका छौँ। र सकारात्मक सिकाइ कार्यक्रम अन्तर्गत हामीले सचेतनामूलक कार्यक्रमहरू पनि धेरै पटक बालबच्चालाई गरायौँ। हरेक कुरामा सचेत भएर बी पोजिटिभ भएर पोजिटिभिटीलाई अगाडि बढाउनको निम्ति बच्चा बच्चीहरूलाई त्यो क्षमताको हामीले पनि विकास गर्न हामी ल्याइरहेका छौँ। भोलि बिहानको समाज भनेका अहिलेको बालबच्चा हो भन्ने हामी स्पष्ट छौँ र बालबच्चामै गरेको लगानी ल्याउँछ चुनौती बिहानी। तसर्थ त्यो कुरा बुझेर हामी बालबच्चामा बढी फोकस, स्वास्थ्य र बालबच्चा र कृषिमा हामी बढी फोकस छौँ। शिक्षा त सिकाइ हो, सिक्ने हो, स्कुल गएर पनि सिक्ने, बालबच्चालाई संस्कार सिकाउने हो भन्ने कुरा बुझेर हामीले तदअन्तर्गतकै कार्यक्रमहरू हामी सञ्चालन गरिरहेका छौँ। र क्षमताहरू अभिवृद्धि गर्ने कार्यक्रमहरू पनि हामी सिकाएका छौँ। अन्तर्वडा बाल सञ्जाल स्तरीय व्यक्तित्व कला प्रतियोगिता, बोल्न सक्ने क्षमता अभिवृद्धि गर्ने, आफूले जानेका आफूभित्र भएका प्रतिभाहरू प्रस्फुटित गर्न सक्ने क्षमता विकास गर्ने कार्यक्रमहरू हामीले यी कुरा पनि यहाँ सिकाइरहेका छौँ। त्यसै गरी बालमैत्री स्थानीय शासन, एउटा शासन राज्य सत्ताभित्र तिमीहरू पनि हो, तपाईँहरू पनि हो बाबुहरू नानी, तपाईँहरूले पनि अधिकारको माग गर्न पाउनुहुन्छ, तपाईँले इच्छा चाहना भएका कुराहरू सिक्न पाउनुहुन्छ भन्ने ती स्थानीय शासनसम्म चाहिँ जोडिएर हामीले दिएको गर्नका लागि वडा स्तरीय क्रियाकलापहरू धेरै क्रियाकलाप हामीले सञ्चालन गरेका छौँ। र मैले त्यसै गरी अब धेरै लामो समय नलिएर यी कुराहरू सुन्न जान्न पनि पर्नेछ। हामीले गरेका कुराहरू धेरै कुराहरू कतिपय परिमार्जित गर्न आउनुपर्ने होला, कतिपय हामीलाई सल्लाह सुझाव दिनुपर्ने होला, कतिपय यिनी कुराहरू भएको हुनाले मैले विस्तारमा चाहिँ कुरा राख्दैछु। आखिरमा गएर यही कुराहरू नै यहाँ चाहिँ अहिले छलफलमा आउँछ। यही कुराहरूबाट आउँछ वडामा भएका कमी कमजोरी गर्दै गरेका कमी कमजोरी हुन सक्छन्, मानव बढी हो, त्रुटि हुने, तर हामीले सोचबुझ जानेर
हामी मर्न पर्ला तर हामी गर्दैनौँ। यहाँले दिएको मत हामीले पूर्ण सम्मान गरेर हामी जान्छौँ भन्ने कुरामा हामी कटिबद्ध छौँ, हामी त्यही हिसाबले लागेका छौँ भन्ने कुरा पनि यहाँलाई जानकारी गराउन चाहन्छु। मैले अब एउटा कुरा मात्रै, नगर सङ्घ र प्रदेशबाट आएर भएका योजनाहरू हामी अहरह दौडेर गरेर ल्याएका योजनाहरू, चाहे नगरमा होस् फोकस गरेर, चाहे सङ्घमा होस्, चाहे प्रदेशबाट ल्याएका छोटकरीमा केही कुराहरू सम्झेर याद भएसम्मका मात्रै कार्यक्रमहरू टिपेर ल्याएको छु, यो जानकारी गराउन चाहन्छु। मिलिजुली पथ सडक नाली सहित कालोपत्रे प्रदेश सरकारबाट 81-82 मिलिजुली पथ 50 लाखमा सम्पन्न भएको छ। त्यसै गरी कैलाशपथ 2 नम्बर चोक उत्तरतर्फ सडक वाल र कैलाशपथ हरियाली चोकतर्फ पुल निर्माण 79-80मा यो प्रदेश सरकारबाट 25 लाख र समपुरा गरी 25 लाखको दुईतर्फ हामीले काम गरेका थियौँ, यो कुरा जानकारी गराउन चाहे। त्यसै गरी अब 80-81मा कैलाशपथ उत्तरतर्फ नहर निर्माण दुवैतर्फ गरेर करिब 30 लाखको बजेटमा चाहिँ नहरहरू निर्माण भएको थियो। त्यसै गरी टिकावान उत्तरतर्फ कालोपत्रे 31 लाख थप बजेट माग गरेर निर्माण गरेका थियौँ, त्यो चाहिँ धुलो मात्रै उडेको थियो, अघिल्लो बजेटबाट त्योभन्दा सम्पन्न भएको थिएन। त्यही भएर हामीले लालुगिरीजी आउनुभएको थियो त्यहाँ भौतिक पूर्वाधारमा, उहाँसित हामीले डेलिगेसन गरेर मागेर 31 लाख थप गराएर त्यो कालोपत्रे पूर्ण रूपमा चाहिँ सम्पन्न गरेका हौँ, त्यो कुरा पनि जानकारी गराउन चाहे। टिकावान दुवैतर्फ वृक्षारोपण 12 लाखको बजेट फेरि चाहिँ प्रदेश सरकारबाट ल्याएर दुवैतर्फ अहिले त्यो निम रोड भन्न मिल्छ, दुवैतिर निमै निम लगाएर पछि हुर्किँदा त्यसलाई निम रोड नाम राख्ला भनेका छौँ। दुवैतर्फ चाहिँ जाली सहितको निम रोड हामीले त्यो सम्पन्न गरेका छौँ एउटा कार्यक्रम। त्यसै गरी नारायणदेखि पूर्वतर्फ ठाउँ सडक मर्मत 15 लाख रुपियाँ यो नगरबाट बजेट ल्याएर हामीले काम गरेका छौँ। अहिले नारायण चौकदेखि प्रेमनगरसम्म पुग्दाखेरि ठुल्ठुला खड्डादेखि ठाउँमा टाल्ने, ठाउँमा ओधारै बनाउने गरेर त्यो 15 लाख रुपियाँ खर्च गरेका छौँ। त्यसै गरी 1 नम्बर कुलो 5 लाख सँग 1 नम्बर कुलो 5 लाख गरेर 2 वर्ष लगातार 1 नम्बर कुलोमा 2 पटक 5 लाख रुपियाँले काम गरेर होइन दाजु, 1 नम्बर कुलोमा दाजु 2 पटक गरेर 5 लाख रुपियाँ चाहिँ त्यो विनियोजन गरेर हामीले त्यो काम गरेका थियौँ। यहाँ नाइमिलको साइडको कुरो हो। त्यसै गरी हिजो राति हामी 1 वर्षसम्म त्यही थियौँ, 12 बजीबाट सुरु गरी 1 बजे राति यहाँ चाहिँ हामीले त्यो पिचको लागि तयारी गरेर आएको हो। त्यहाँ चाहिँ पहिला जीर्ण अवस्थामा थियो, त्यसलाई जोतेर नगरपालिकाले ल्याएर पहिला जोत्यौँ, त्यसपछि फेरि 15 लाख रुपियाँ मर्मत गऱ्यौँ। अहिले 1 करोडको बजेटले नाइमिल चौकबाट अलि अगाडिसम्म चाहिँ हाम्रो जाँदैछ। अब त्यो लगभग सरासर राम्रोसँग जान्छ त्यो नाइमिलको बाटो, त्यो पनि हाम्रै पालमा विशेष गरेर हाम्रै मेयर साहबको पालमा चाहिँ त्यो 1 करोड रुपियाँ बजेट फेरि आएर हामीले काम गरेका छौँ। नाइमिल पूर्व 1 करोडको अहिले कालपत्रे बाटो बनिरहेको छ, यो सडक पूर्वाधारबाट आएको हो। 1 नम्बर कुलो चाहिँ 5 लाखबाट यो चाहिँ सम्पन्न र पछि फेरि 25 लाख थप गरेर चाहिँ यहाँ डिप टेबल मर्मत हामीले हालेर त्यो त्यही कुलाको चाहिँ सञ्चालन गर्न हामी दिएका छौँ। करिब 1 करोडको लागतमा 2 नम्बर पर्वत पथमा डिप बोर गरी कृषि भैलो पूजाबाट 1 करोडको चाहिँ मोहन नेपालजीहरूको पहलमा हाम्रो चाहिँ आग्रहमा 1 करोड रुपियाँको लागतमा यो त्यहाँ डिप बोर गरेका छौँ। अहिले त्यसैको लागि नाला फेरि पैसा बजेट माग गरेर 35 लाख रुपियाँले अहिले नाला निर्माण हुँदैछ पर्वत पथको माथिपट्टि, त्यो काम पनि जानकारी गर्न चाहे। त्यसै गरी पुष्पपथमा ढलान सहितको 50 लाखको चाहिँ यो सङ्घीय बजेटबाट 50 लाख सङ्घीय बजेट 50 लाखको चाहिँ बजेट ल्याएर चाहिँ कार्यक्रम त्यो सम्पन्न भइसकेको छ। 50 लाखको ढलान त्यो सम्पन्न गरेका छौँ। त्यसै गरी पुष्पपथमै फेरि सङ्घीय सरकारबाट 30 लाख रुपियाँ बीच खण्ड फेरि ल्यापटप कालोपत्रे गरेका थियौँ। त्यसै गरी हालैबाट फेरि बाँकी रहेको भाग र अनि कलबट 9 लाख प्लस 5 लाख वडाबाट गरेर विकास पथ हो। पहिला सुरुमा विकास पथमा 2 तर्फी वाल लगाउँदै गइयो, यो 9 लाख रुपियाँ नगरबाट ल्याएर 5 लाखबाट वडाबाट थपेर त्यो वाल लगाइयो। पछि फेरि त्यो हाम्रो सोडिङ योजना अन्तर्गत 1 करोडको बजेट 82 लाखको हुन्छ, खास भन्दा 1 करोड भनिन्छ। त्यो बजेटले फेरि अगाडि सरासर लगेर विकास पथ हामीले त्यो सम्पन्न गऱ्यौँ। तर प्राविधिक कठिनाइ त्यहाँ के हो भने छेउको वाल बढी कम्प्याक्सन नपुग्या हुनाले त्यति बेला तर ग्यारेन्टीमै भएको हुनाले फेरि उसले 1 वर्षभित्र त्यो मर्मत गरी त्यो साइड दबेको थियो। त्यही भएर पहिले वाल बनाएर ग्राइन्ड गरेर 1 वर्ष छोडे मात्रै बलियो हुँदो रहेछ भन्ने कुरा हामीले त्यहाँबाट शिक्षा लिएका छौँ, त्यो पनि अहिले सम्पन्न भएको छ। त्यसै गरी ब्रह्मकुमारी पट्टी सडकको 5 लाख र नगरबाट 1 लाख गरेर अहिले भर्खरै यो सम्पन्न गरिएको छ। त्यसै गरी रेसुङ्गा पथ कालोपत्रे
यो प्रदेशबाट बजेट आएर रेसुङ्गा पद कालोपत्रे 10 लाख रेसुङ्गा पदमा चाहिँ यो काम भएको छ। त्यहाँ अलिकति अपुरो छ, त्यो वडाबाट अहिले हामीले सम्बोधन गरेका छौँ। भैरव पदमा 50 लाख रुपियाँ ल्याएर हामीले त्यो माथिल्लो जुन पुरानो हाटबजार एरिया चाहिँ लगभग सबै सकेका छौँ। एउटा सानो छ वडाबाट हालेका छौँ। त्यो अहिले त्यो एरिया सबै पक्की नै हुने छ भन्ने कुरा हामीले पहिला नाला शैली भैरव पदमा यो चाहिँ सम्पन्न भएको। रामगढीतर्फ पार्क निर्माण 15 लाख रुपियाँ हामीले यो उसबाट के अरे वनबाट 15 लाख रुपियाँ ल्याएर त्यहाँ पनि एउटा सानो जग्गा थियो, त्यो निकालेर हामीले सामान्य तारबार गरेका थियौँ। त्यसलाई अहिले हामीले पक्की वाला केही माटो फिलिङ बोडी बिरुवा लगाउने कार्यक्रम यहाँ पनि गरेका छौँ। त्यहाँ पनि केही काम गर्न पाइएला भन्ने कुरा जानकारी गराउँछु। त्यसै गरी हामीले चाहिन्छ भनेर